हामी हामी दाजुको बिहे गर्ने अरे। अब कहानी के हो त्यो चाहिँ हामीले भन्न मिल्दैन, हामीले पब्लिक गर्न मिलेन। तर अलिकति बगाउनु पर्ने कन्डिसन। अनि हामी चाहिँ यहाँ वेटिङमा छौँ मारताडी। यो भ्लगमा आउँछ नि फेरि। अनि आउँदैछ, आयो भने चाहिँ लिएर जाने हो, नत्र दुईजना फिर्ता भएर जाने हो। समस्या त्यो पक्का हो नि। कहाँ उताको डाँडोबाट अरे, कुल्टीबाट आउने डाँडो अरे, त्यहाँबाट आउने अरे। त्यही भएर हामी ए केटी साथीहरू यहाँबाट आउने अरे। अनि यहाँ चाहिँ हामी आएको। अब यहाँ यताबाट साथी, उताबाट अर्को मान्छे, यहाँ मान्छे रेडी। बाइक एकै छ, हुने भयो 3 जना। मैले फेरि बस पक्र्नु पर्ने भयो। मैले अब बस पक्र्नु पर्ने भयो, बसमा जानु पर्ने भयो। मक्क हुन लाग्छ आज बिहे हुन लाग्छ मेरो भनेर। 2-4 दिन पछि भाइ बच्चाले मुझे मैं कहाँ फंस गया, मुझे कुछ नहीं पता, निकाल मेरे को बाहर। त्यस्तो कन्डिसन आउँछ हैन अहिले। होइन 1 महिनासम्म र 1-2 महिना र हरै हो, 1-2 महिना र हरै हो। त्यसपछि 2 महिनापछि अनि मैं यहाँ फंस गया हूँ, मुझे निकाल बाहर। यही हो। हो त नि, त्यही गर्नु हुने हो। अब उनकी हामीले फ्युचर अहिले भएको छैन नि त। त्यही भएर कमिङ सुन फ्युचर वाइफलाई चाहिँ अब हामी अहिले भ्लगमा नदेखाइदिउँ अहिले नै। फेरि मतलब यो भिडियोमा चाहिँ नदेखाउने, अर्को भिडियोमा देखाउन, त्यो बेग्लै कुरा हो। अब अहिले चाहिँ हामी उहाँ बेहुला मान्छेलाई चाहिँ देखाउँछौँ, अरूलाई चाहिँ हामी अहिले देखाउँदैनौँ। 1 घण्टा वेट। हामी यहाँ कति बजी पुग्यो? साँपबाट 12 बजी पुगेको। 4 बज्न लाग्यो। 3.5-4 घण्टा वेट गरेर कैलाशको यहाँ छैन। बुढी गङ्गा पनि बगाउने छैन यहाँ। फेरि समस्या थियो नि त। अनि किन रात पढ्नु थाल्यो अम्बालो ठन्डामा हाफप्यान्ट लगाएर जोसा गर्दै आयो भने यहाँ आएर लडेको निकालेको होला नि भाले जाने Oh my god. काम नगाजमा होइन, ओटमुख सुकियो अन्त बेहुला मान्छेको त्यस्तो छ। मेरो हालत के होला? 2 ट्याक्ला हाल्नु पर्ने हो तपाईँले। 2 ट्याक्ला हाल्नु पर्ने। 2 ठोका हाल्नु पर्यो। 50 जानु पर्यो। नाटी हुने त यो धोकाधेटी बवाल भयो नि त। धोकाधेटी त बवाल भयो। त्यही भएर व्यवस्था गरेर राख त।
नरो के नरो तिमी नरो आउँछ के आउँछ 4 घण्टा वेट गरे अरे मैले 4 घण्टा वेट गरेँ बाटोमा पुलिसले चाहिँ खबर नगरे होस् ए सब ठाउँ हो हुन त दाजुसँग दाजुले एक्कल घुमा त गइगयो त पुरै स्वागतका साथ म चाहिँ गाडी जाउँला त नि 2 जना त बाइक बसाउनु मैले अघि भने मेरो लागि त बस हो यो त मलाई उल्टी आउँदैन मलाई बगेट आउँदैन मान्छे त हेन्सम नि तर केटीले धोका दिला जस्तो छ आज 4 घण्टा वेट गरेर आउने नाप होइन नि त यार औ यार ल पानी लैयाहरू कहाँ जाने हुन त अब त्यही त हो त फर्स्टमा के पानी केही खानै पर्दैन त सोच्छ उसै पेट भरिका उसै मोटी एकछिनमै सानो पुगिजान अब ए भगवान सोच्नु लाग्दैन ए बु पऱ्यो त्यहाँनिर बाइक जाने चाहिँ मैले अब फेरि जानुपर्ने बसैनी हो कि तपाईँ वेट गरेर राख म त्यहाँनिर बाइक जाँदै ल ठिक छ नत्र म के अटो रिजर्भ गरिदियो म जाँदैन त्यो म लिन पनि कति लिएला यसले वारी साबे 100 रुपियाँ लिँदो अरे कि मजाले साबे म खाँदै खाँदैन यार त्यस्ता खाजा खाने खाजाको नाम ननिकाल बोकै जाउँला म बरु त्योभन्दा आफ्नै घर कोही बास भात खा यार साबे त खाजाको खान्छ यार अस्ति चाउमिनको बोको लेखेर क्या होइन आफै घर बना सबैले बवाल मिठो भने यार चस्मा लाखेर बिहाला बसाएका छन् आज नयाँ कपडा लगाएका बिहानै सपिङ गरेका हुन् जुत्ता पनि बिहानै सपिङ गरेका त्यही त बिहान सपिङ गरे होइन रामिन कपडा लाखेर आएका अनि कट्टु पनि अब आज साँच्ची होइन 4 घण्टा भइगयो